तिमीसँग डराउँछु भन्ठाने होला म डराउँदिन तिमी बाघ हो र मैले तिमीले मलाई झम्टिने न बिहान उठ्नु छ न टाइममा उठ्छ न उठेर कहिले ब्रस गर्ने पनि होइन नुहाउने पनि होइन हिरो उठ्यो चिया पनि मैले बनाउनु पर्छ खाना पनि मैले बनाउनु पर्छ अनि खाना बनाइसकेपछि डार्लिङ खानेकुरा रेडी भयो म आऊ भनेर डाइरेक्टली किचनमा आएर टेबलमा बस्छौ अनि खाना पनि मैले पस्किनु पर्छ सबै चिज मैले गर्नुपर्छ त्यस्तो भन्दै थियो रामेले उसको श्रीमती त साह्रै अल्छी छ खाना पनि आफै बनाउँछ रामेले बनाउँछ तरकारी काट्ने ओर्ने सबै रामेले गर्छ उसको बुढी त साह्रै अल्छी खाना पनि आफै बनाउँछ भाँडा पनि आफै माझ्छ घरको सारा काम पनि आफै गर्छ अफिस पनि आफै जान्छ बुढी बनाउँदी जहिले पनि मोबाइल चलाएर बसेको बसै गर्छ यस्तो भन्थ्यो रामेले मनपर्ने प्यारी बुढीलाई मैले त्यस्तो कहाँ भन्न सक्छु र तिमीले कहाँ त्यस्तो गर्छौ र बिहान उठेर चिया पनि तिमीले नै पकाएर दिन्छौ ल्याउँछौ अनि म बेडमा सुतिरहेको बेला बुढा उठा भनेर सधैँ मलाई नै तिमीले चिया खानिदिन्छौ अनि चट्ट खाना पाकिसकेपछि बुढा के छ अफिस जाने बेला होइन भनेर मेरो सुट मेरो जुत्ता सब कुरो तिमीले ठिक पार्नेछौ म त धेरै भाग्यमानी छु तिमी जस्तो बुढी मैले पाएको छु